के हजुरहरूलाई थाहा छ इटहरीको यो नदी किन यति पवित्र मानिन्छ? किन यहाँ मानिसहरूको शिर आस्थाले झुक्छ? यो हो इटहरीको ऐतिहासिक बुढीगङ्गा खोला। बुढीगङ्गा अर्थात् पुरानो गङ्गा, यसको नाममै प्राचीनता झल्किन्छ। इतिहासदेखि नै यो नदीले बस्तीहरू बसाल्यो, सिंचाइको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्यो। मुख्यतः यो सहर इटहरी बसाउनमा धेरै सहयोग गर्यो। बुढीगङ्गा केवल एउटा नदी होइन, यो इटहरीको इतिहास, संस्कृति र विश्वासको प्रतीक हो। धार्मिक रूपमा यहाँ स्नान गर्दा पाप नाश हुन्छ भन्ने आस्था छ। यहाँ श्रद्धा, आस्था, तर्पण, पिण्डदान जस्ता कर्म गरिन्छ। छठ पर्व र माघे सङ्क्रान्तिमा यहाँ आस्थाको अद्भुत दृश्य देख्न सकिन्छ। यो नदी कोशी प्रदेश अन्तर्गत इटहरी उपमहानगरपालिकामा स्थित रहेको छ। हजुरहरूलाई हाम्रो जानकारी कस्तो लाग्यो? जानकारी राम्रो लागेमा नेपाल आर्ट्सलाई फलो गर्न नबिर्सिनु होला। हामी यस्तै भिडियो हजुरहरू समाप्त लाउनेछौँ। तबसम्मका लागि See you.